र फ्याँक्नु पर्छ। त्यसैले विश्वका कैयौं राष्ट्रहरू पहिले आफ्नो देश, पहिला आफ्नो जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन्। हो, हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानु पर्दछ। नेपालको एकीकरण, प्रजातान्त्रिकरण र आधुनिकीकरण सँगै जनताको बदलिदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समानुकूल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज सहज र सरल बनाउँदै जानुपर्ने आजको पहिलो आवश्यकता हो। प्रजातन्त्रमा सबै थरी विचार, सबै थरी संस्कारको आधार हुनु पर्दछ। सबैले सबैलाई कदर गर्ने समन्वयकारी गुणबाट नै सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ। अरूको भरमा परेर हामी अक्करमा नपरौं। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।